हामी कहीँ दिएको भाइ ह्याप्पी देयर चिसो बियर गलनिजको के को समस्या उबरको होइन त उबरको समस्या चाहिँ उबर पनि कहाँबाट घुमाएर ल्याउनु पर्छ उबरको समस्याले गर्दाखेरि अब ट्याक्सी कुरालाई ह्याप्पी देयर चिसो बियर चिसो चिल चिल सोल्टिनी भनिदिने अरे क्या जग्गालाई पड्किने गरी समस्या छ हौ भनेकोलाई उबर पनि पाइँदैन ट्याक्सी पनि पाइँदैन यस्तो समस्या कसैको गाडी छ भने प्लिज हेल्प गर्नु होला हामीलाई हामी इमर्जेन्सी छ भन्नु भिनाजुको 2टा गाडी चाहिँ एउटा लिएर आउनु पर्यो भेनाजुको 2टा गाडी छ अरे एउटा लिएर आउने हो त आज हामी बाटो खुलो अब हाम्रो पालो हो रोशन हामीलाई ट्याक्सी मिल्यो होइन त ठ्याक्कै मिलेर पनि यहाँ हाम्रो बन्धु भाइ छन् होइन मिसाएर बम भएको छन् होइन किन ब्रेकअप भयो क्या हुनेवाला हो क्या तिहारको दिनमा फेरि देउसी खेल्ने दिनमा रुँदै बस्नु पर्ला यहाँ उसले भनेको सो टाइम मैले पुरै गरेर भ्याएको छैन मैले होइन टाइम छैन नि त हामीसँग टाइम पनि छैन प्लसमा उसलाई पनि जुन बेला ऊ टाइममा फ्री हुन्छ त्यो बेला म हुँदैन म हुन्छु त्यो फ्री हुँदैन यस्तो भएर चाहिँ अहिले तिहारले गर्दा हो अब हाम्रो चाहिँ आज सामान लिएर आउँछौँ अनि भोलि पर्सि कहिले हामी भोलि झाडी पर्सि बुधबार होइन त हामीले मनाउने विशेष मान्ने भनेको आज चाहिँ हामी सामान ल्याएर टक्क राखिराख्ने हो किनभने भोलिदेखि ड्युटी छ फेरि त्यही भएर आज चाहिँ मेरो छुट्टीको दिन पनि जस भाइको चाहिँ ड्युटी छ फेरि जानुपर्छ अहिले त्यहाँ पुगेर के किन्छौँ सबै देखाउँछौँ सबै देखाउँछु अनि सबै बिल पनि देखाउँछु कतिको सपिङ गरेर हाम्रो बिल नदेखाउने बिल चाहिँ नदेखाउने सामान मात्रै देखाउने फेरि बिल देखेर फेरि भन्नु यार एक दिनमा यति खर्च गर्छ तिहारको मान्छेहरू फेरि त्यत्तिकै जगिरहेछ नि झन् जल्न थाल्छन् क्या मान्छेहरू होइन दाजु उसले यति म्यासेज पठाउँदाखेरि मैले 2टा म्यासेज पठाएको तर इग्नोर गरे जस्तो भइगयो नि पहिला काम गरेर हुँदै है यही हो मैले पहिला काम गरेको यहाँ 3 वर्ष गरेको हामी चाहिँ पहिला खसी किन्न आइरहेको छौँ अब खसी रेडी हुँदैछ हाम्रो चाहिँ एउटा एक्कासँगले खसी किन्यो सबैभन्दा पहिला खसी थोड़ा जोड चाहिँ बोल्दैन भाइ ए गाछ गिलास चाहिँ न बन्द होता है बन्द आवाज आएगा मेरा भाई ये दुकान है शॉप है आवाज लड़के पूछ के आया हूँ भाई नहीं है फिर तो अभी सही है ओके भाइ भाइ ठ्याक्कै खसी पनि किनिसक्यो अब कता यता होइन इधर इधर चलो तू मेरा क्या काम है एटीएम में जाना है एटीएम में रुको एटीएम किधर है इधर मेन रोड उधर है नहीं है धनिया अचारको लागि त हुने होइन र खोर्सानी हरियो खोर्सानी कहाँ छ त्यो टमेटो भाई बंधु ये अच्छा वाला नहीं है अच्छा वाला अंदर है बंदूक दे दो ना मेरे को कितना आधा किलो गाजर चाहिँ सही रहेछ गाजर चाहिँ सही रहेछ मुला अचारमा होइन त मुला 2टा लैजाउँ न बन्धु भाइ के अवस्था बालाबासी भाइ ऊ काँक्रा दियो त्यसले भाइ काँक्रा प्लास्टिक लिएर आउँदा यहाँ छ यसले नदिए पनि हामी झिक्ने नि त कुकम्बर कोही इधर है के अवस्था शाहरुख खान का डायलॉग मार के देखा दो भाई मार दो नहीं जाने भाइ मार दो रे नहीं भाई यार त्यस्तो चाहिँ अलिक इङ्ग्लिस चाहिँ हानेको हुन्थ्यो कि भन्ने लाग्थ्यो मलाई यति सामान चाहिँ होइन एकैचोटि कसैले लिँदैन अनि त्यो भएर सबभन्दा धेरै सामान चाहिँ हाम्रै हो साँच्चै नेपालको 3 किलो लिएको नि त मटन अनि नेपालको कति भयो 150 रुपियाँ होइन 150 यहाँको नेपालको कति भयो नेपालको त पुरै गर्ने भएन नि जति भए पनि अब जतिसुकै होस् न तर खुसी चाहिँ किन लाग्यो भने बोलाइ म हिँडिसकेँ मैले चाहिँ हामीले चाहिँ फेरि भन्नै बिर्सेछ क्या उनीहरू आफै बोलाएर के छ युट्युबमा भनेर सब्सक्राइब गरिदिरहेको थियो थ्याङ्क यू मेरो भाइको दोकान आयो मसलातिर लाग्यो त खसीको मासु यसमा यो चाहिँ के को लागि जेरी एन्ड रोटी सामान पनि रेडी भइसक्यो यहाँनिर हाम्रो यो पनि भइसकिसक्यो मरमसला सब अब हामी के किन्छौँ भाइ जुत्ता किन्ने हो ड्युटीको लागि
शुक्रान जज़ाकल्लाह भाई का चैनल ज़्यादा ज़्यादा सब्सक्राइब करो, हाँ, लाइक करो, कमेंट्स करो, कैसे बताओ। हाँ, इधर बांग्लादेशी भी है, बांग्लादेशी है सब भाई का साथ में कमेंट्स करो, लाइक करो, शेयर करो। टाइट नहीं हो रहा है तो फिर ले लो। शुक्रान भाइ ब्याङ मार्ने का मतलब इसका हाम्रो मोमो आइपुग्यो अब के आउनु पाइन्छ कुनै पनि आयो हामी चाहिँ खाँदै हो अब बौद्धमा दामी विशेष गरेर तिहारको धेरै धेरै शुभकामना दिदी बहिनी सबैजनालाई सम्झिरहेको छु स्पेसली मेरो बहिनी भिन्टीलाई अब रुमतिर लागेको भाइ रोशन हामी अब रुम लागेको होइन लाइटेर अब हामी चाहिँ रुमतिर लाग्यो किनभने अब मेरो भाइको ड्युटी छ अनि ड्युटी जानु ढिलो हुन्छ त्यही भएर अब रुमतिर गइयो तिहारको चाहिँ यस्तै भयो हाम्रो चाहिँ अब देउसी खेलेको भ्लग चाहिँ कहिले आउँछ भाइ बुधबार मतलब बिहिबार बिहान बुधबार चाहिँ हाम्रो के छ भने मैले उहाँ कुरा पनि गरिसकेको छु हाम्रो थोरै यस्तो यस्तो छ चाडहरू छ हामी अलिकति त्यो दिन चाहिँ डिस्टर्ब हुन्छ होला भनेर मैले भनिसकेको छ उनीहरूले पनि ओके केही छैन एक दिनको लागि भनेर मैले सबै भनिसकेको छु अनि त्यो दिन चाहिँ हल्का नाचगान देउसी खेल्ने आज हामीले सपिङ पनि गरिसक्यौँ है भाइ धेरै सामानहरू पनि ल्याइसकेको छौँ अब त्यो चाहिँ हेर्नुको लागि बिहिबार बिहान हेर्नु पर्यो होइन त सबैजनाले ओके बाई बाई त्यति